हाम्रो करेन्ट पाकेर रेडी। सो नेक्स्ट स्पाइसेस हाल्नुभन्दा अगाडि म थोरै हाम्रो पात श्रेष्ठको लागि अलिकति छुट्याउँछु, किनकि त्यसले पनि 100% मागि नै हाल्छ हो। सो पहिल्यै स्पाइसी नहालिकन अलिकति छुट्याइदिन्छु। खाने त होइन, खेल्ने हो। फेरि पनि चट्टसँगले पातको लागि अब हालौँ स्पाइसी चटक्क गरेर जान चल्ने खालको बनाउनु पर्ने। कमिलाहरू कुदिरहेको छ त हो हाम्रो सेकको घरमा त के भन्ने सफा गर्ने मान्छेहरू। ल यो चाहिँ धेरै पिरो हुन्छ, सबै नहालौँ होला, एउटै मात्रै दुईटा यसैलाई हामी टोस्ट गर्नु हो। नथिङ एड अब एउटा केही पनि छैन टोस्टमा। पिरो भइसक्यो नाक अलरेडी। Okay, 1%, 2%, मान्छेलाई पहिला ल ओके रुल्स याद भयो होला नि। दुई हातले होइन, दुई हातले खाने, दुई हातले पकाएर खाने ल। कसरी पनि दुई हातले खानु पऱ्यो नि राख्ने ल। म त नभए पनि एक्सपिरियन्सले काम गर्दा होला। यसरी को नाइने काय सरी पाको पास हुँदै गयो। एकछिन पनि हुनु भएन है। यहाँ त उठ्नु नि पऱ्यो नि, कसरी उठाउनु। उठ्दैन भनेर हार मानेर रियल विनर चाहिँ म भन्छु।
सिता पनि छैन यस्तो सफा हुनु है पाठ कतै जित्यो कतै जित्यो तपाईँहरू आफै डिसाइड गर्नुहोस् ल हुन्छ त्यो करेन्ट चल्छ जे होस् छाडिहाल्यो नि